हेलो साथीहरू, सेवा हो नमस्कार। आज पनि मेरो छुट्टी हो साथीहरू। सो साथीहरूसँग रामेन खान जाँदैछु म। फुल भिडियो हेरेर रमाइलो गरिदिनु होला। साथीहरू, बाटोमा हेर्नुहोस् न कति राम्रो राम्रो क्युट घरहरू हुन्छ कि जापानिजहरूको। हामी जान लागेको रेस्टुरेन्ट चाहिँ धेरै टाढा छैन है साथीहरू। हाम्रो घरबाट 15-20 मिनटको बाटो हो साथीहरू। सो हामी चाहिँ यसरी जाँदैछु। साथीहरू, हाम्रो चाहिँ 5 दिन मात्रै काम हुन्छ, 2 दिन चाहिँ छुट्टी हुन्छ। सो 2 दिन छुट्टीमा चाहिँ घरमा बस्नु बोर हुन्छ नि त। सो हामी चाहिँ रामेन खान निक्लेको साथीहरू गर्मी लास्टै छ कि जापानमा अहिले, तर पनि हामी रामेन खान जाँदैछौँ साथीहरू अब आउन लाग्यो। फाइनली साथीहरू, हामी चाहिँ यहाँनिर आएर पनि अर्डर गरेर बसेको। मेरो साथीलाई हेलो भन नभनेको हेलो भन्दैछ साथीहरू। वरिपरि हेर्नुहोस् न कति धेरै मान्छेहरू छ कि। यहाँ साँच्चै नै मिठो पाउँछ अरे क्या साथीहरू। मेरो साथीहरू चाहिँ अगाडि पनि आइसकेको अरे। मेरो चाहिँ फर्स्ट टाइम है साथीहरू। मेरो साथीले एकदमै मिठो पाउँछ भनिरहेको थियो। सो एक दिन जानुपर्छ है भनेको थिएँ। सो आज चाहिँ अन द स्पोटै हामी हिँडेको कि साथीहरू। फाइनली कुदेपछि चाहिँ हाम्रो आइसक्यो साथीहरू। बास्ना यस्तो मिठो आएको थियो नि साथीहरू। यो सानो सानो मोमो जस्तो चाहिँ गेउचा अरे क्या। यो गेउचा चाहिँ कस्तो मिठो हुने रहेछ। रामेन सँगसँगै साथीहरू यो फ्राइड राइस पनि आउँछ कि। यो चाहिँ सेटमै पर्ने हो क्या साथीहरू। मलाई चाहिँ एकदमै भोक लागेको थियो क्या। सो मैले चाहिँ तयार गर्दैछु साथीहरू। यो चाहिँ अदुवा काटेर कलर गरेर राखेको रहेछ कि। यो हाल्दा चाहिँ झनै मिठो फ्लेभर आउने रहेछ क्या साथीहरू। सो मेरो साथीले पनि तयार गरिसकेको रहेछ साथीहरू। साथीले माथिबाट तिल हाल नभन्थ्यो क्या। सो मैले तिल हालिदिएको साथीहरू। तिल हालिसकेपछि चाहिँ झन् सुन्न सुगन्ध हुने रहेछ साथीहरू। फाइनली तयार गरिसक्यौँ हामीले। एकदम मिठो बास्ना आएको के साथीहरू। जाडो मौसममा यो सुप खानालाई त झन् एकदमै मिठो हुने के साथीहरू। तर जाडो नगर्ने साथीहरू। रामेन त मलाई एकदमै मनपर्छ कि। सो ढिलो नगरी फर्स्ट बाइट खाएँ है साथीहरू। एकदमै तातो थियो क्या। सो मैले फु गरेर खाएको साथीहरू। यस्तो मिठो होइन साथीहरू। यो गेउजा त झन् यस्तो मिठो हुन्छ नि। पोर्क मोमो जस्तै हुने क्या साथीहरू। धरानको पोर्क मोमो जस्तै भएको क्या। यस्तो मिठो थियो। मलाई त फेरि अझ मगाएर खम्के जस्तो लागेको थियो साथीहरू। यो धेरै महँगो पनि पर्दैन कि। गेउजा, फ्राइड राइस अनि रामेन छ नि साथीहरू। यो सेटमा आउने हो क्या। 900 समथिङ मात्रै पर्छ कि यो। यति तिरिसकेपछि चाहिँ पेटै फुटिन्छ खाना पाइने कि साथीहरू। मेरो साथीले चाहिँ धेरै खान सक्दैन क्या। ऊ चाहिँ अगाडि नै जान्छ। यस्तो मिठो नि साथीहरू। म त दायाँ बायाँ केही नहेरिकन गम खाँदैछु। हेर्नुहोस् न, तातो भएर अलिकति रड्डी भयो कि साथीहरू। म चाहिँ तातो चिज खान सक्दिनँ क्या। हेर्नुहोस् न, फु गर्दै खाँदैछु कि साथीहरू। वरिपरि कति क्युट मान्छेहरू बसिरहेको छ क्या। सो मैले चाहिँ हेर्नु न वास्तै नगरिकन यम गर्दै दामी छ भन्दै खाँदैछु साथीहरू। अब म चाहिँ यो फ्राइड राइस एक बाइट खानु पर्यो भनेर खान लागेको। यो पनि कस्तो तातो के साथीहरू। यहाँको चामल नि यस्तो बेस्ट हुन्छ कि। हल्का तातो भातसँग अन्डा कस्तो मजाले फ्राई गरेको क्या। यो सिम्पल छ तर एकदमै मिठो थियो क्या साथीहरू। रामेन खाइसकेपछि सुप उब्रियो भने नि रामेन फेरि थप्न पाइने रहेछ क्या। यो खाइसकेपछि फेरि थप्नु पर्यो भनेर सोचेको थिएँ क्या साथीहरू। तर म चाहिँ अगाडि हालेँ क्या साथीहरू। मेरो खाने स्टाइल हेर्नुहोस् न, मरद छैन त। यो तातो सुप जाडोमा त यस्तो बब्बालै हुन्छ कि साथीहरू। साँच्ची भनेको मैले 5-6 वटा ठाउँको रामेनहरू चाखेको छु कि साथीहरू। तर सबै ठाउँमा यस्तै मिठै पाउने हो क्या। सबै रेस्टुरेन्टको बेस्ट नै हुँदो रहेछ। कसैलाई यो ठाउँको मन पर्यो, कसैलाई यो ठाउँको मन पर्यो भन्छ नि साथीहरू। तर मलाई चाहिँ सबै रेस्टुरेन्टको एकदमै मिठो लाग्यो कि साथीहरू। हप्तामा एकचोटि यसरी बाहिर खाँदा कस्तो आनन्द आउने कि। अनि माइन्ड पनि फ्रेस हुने, संसारै रङ्गी चङ्की हुने साथीहरू। सो फाइनली हामीले चाहिँ खाइसक्यौँ। हेर्नुहोस् न हाम्रो प्लेटहरू खाएको। चप्पल चाहिँ साथीहरू यसरी फुकालेर बस्नुपर्छ क्या। सो हामीले चाहिँ खाएर बिर्स्यौँ तिरेर बाहिर निक्लेको साथीहरू। कति भिड हो कि साथीहरू। आज यहाँ शनिबार र आइतबार छुट्टी हुन्छ नि त साथीहरू। सो यो छुट्टीमा चाहिँ जापानिजहरू पनि बाहिर खाँदो रहेछ साथीहरू। हाम्रो पनि प्लान थिएन क्या यहाँ आउने। सो अन द स्पोटै हिँडेको हो। कहिलेकाहीँ चाहिँ साथीहरू प्लान गरिराख्नु भन्दा पनि यसरी अन द स्पोट हिँड्नु त साह्रो मजा आउने क्या साथीहरू। कस्तो आइसक्रिम खानु मन लाग्यो कि हामीलाई त। सो आउँदै होम प्लाजादेखि त्यसपछि एउटा आइसक्रिम खाएर जाऊँ न है भनेर हामी चाहिँ जाँदैछौँ कि साथीहरू। यो चाहिँ घर नजिकैको हो क्या साथीहरू। घर पनि आउन लागेको थियो, नजिकै थियो। फुलहरू हेर्नुहोस् न कति राम्रो छ क्या यहाँनिर। हेर्नुहोस् न, वाउ। यो चाहिँ
गर्मीमा हुने रहेछ क्या साथीहरू, किनभने बाहिर एकदमै धेरै गर्मी थियो। अनि यो फुलहरू पनि बाहिर चाहिँ राखेको थियो क्या। सो हामी चाहिँ हेर्दै जाँदै थियौँ क्या साथीहरू। हेरेको यो फर्सी हो कि काँक्रा हो भन्दै हेरेको क्या साथीहरू। हेर्नुहोस् न घन्टी फुलहरू अनि के फुलहरू थियो क्या। यो घन्टी फुल देखेपछि चाहिँ मेरो आमाको याद आउँछ क्या साथीहरू। यो घन्टी फुल एकदमै मन पराउनुहुन्थ्यो क्या मेरो आमाले। सो हामी चाहिँ भित्र हेर्दै जाँदैछौँ साथीहरू। जापानमा चाहिँ अब फेस्टिभल आउँदैछ क्या, उनीहरूको पितृ पूजाहरू। सो त्यसको लागि चाहिँ यहाँ गिफ्टहरू कस्तो मजाले राखेको रहेछ साथीहरू। यो चाहिँ मन्दिर जस्तै हो क्या, प्राइज हेर्नुहोस् न उनीहरूको यता पाउने मन्दिरहरू जस्तै हो क्या। जस्तै काठमाडौँमा नेवारहरूको आँखी झ्यालहरू बनाएर बेच्न राखेको हुन्छ नि साथीहरू, त्यस्तै हो क्या उनीहरूको पनि यो मन्दिरहरू। कस्तो मजाले राखेको है साथीहरू। यो चाहिँ जमरा रहेछ, हेर्नुहोस् न 298 क्या। किन राखेको होला नि साथीहरू जमरा बेच्नु। सो हामी चाहिँ यसरी टुल्टुल आइसक्रिम खोज्दै हिँडिरहेको थियौँ क्या। आइसक्रिम भेट्यौँ साथीहरू। आइसक्रिम पनि यति धेरै फ्लेभरको पाउँछ नि, हेर्नुहोस् न कुन खाने भन्दै हामीले छान्दै बसिरहेको थियौँ क्या साथीहरू। सो आइसक्रिम लिएर हामी चाहिँ घरतिर निक्लेको साथीहरू। भित्र चाहिँ कस्तो आनन्द के, बाहिर निक्लिने बित्तिकै ज्वालामुखी नै फुटे जस्तो गर्ने हो कि साथीहरू। सो हामी चाहिँ आइसक्रिम खाँदै घरतिर लागेको साथीहरू। यो आइसक्रिम कस्तो मिठो छ हेर्नुहोस् न, बाहिरबाट बिस्कुट भित्र क्रिम, फेरि भित्र चक्लेट फ्लेभर के। सो आजको मेरो मिनी भ्लग